हेलो साथीहरू, वेलकम टु माई न्यू ब्लग। यो चाहिँ मेरो मिनी ब्लग हो। यो चाहिँ हामी अस्ति चाहिँ वहाँ कागेश्वरी मन्दिर गएको थियो। यो चाहिँ कागेश्वरी मन्दिरको भिडियो हो। भिडियो कति भइसकेको थियो खिचेको, तर अपलोड गर्न चाहिँ पाएको थिइनँ के, भोइस ओभर गर्न पाएको थिइनँ। अनि हामी चाहिँ यो चाहिँ साउन महिनामै गएको थियौँ। यो कागेश्वरी मन्दिर एकदम राम्रो छ के साथीहरू, तपाईँहरू जानुभएको छ छैन। हाम्रो चाहिँ घरबाट नजिकै पर्छ। म चाहिँ 2-3 चोटि गइसकेँ। कस्तो राम्रो छ के कागेश्वरी मन्दिर। झन् अब साउन महिनामा त सबै महादेवको दर्शन गर्नुपर्ने हैन, सबै मन्दिरहरू गएर दर्शन गर्नुपर्ने हो नि त साउन महिनामा। अब कति ठाउँमा त जान पनि सकिएन। अब आफ्नो घर नजिकैको यताउतातिर चाहिँ हामी गयौँ। त्यसैले चाहिँ मैले यो नयाँ भिडियो बनाएको। अनि यहाँ चाहिँ अब बर्खाको बेलामा त कति राम्रो झरना हुन्छ नि त। अनि यो मन्दिरमा चाहिँ कस्तो राम्रो राम्रो झरनाहरू पनि छ के, माथिबाट छाँगा छहराहरू खसेर आउँछ, कस्तो रमाइलो छ। अनि यहाँनिर अहिले चाहिँ अब धेरै दर्शन गर्न मान्छेहरू आउने भएको भएर चाहिँ यहाँनिर पुरै डोरी राख्ने डोरी सिस्टमहरू पनि गरारहेछ। अनि हामी पनि गएको थियौँ। अनि भगवानलाई दर्शन पनि गऱ्यौँ। अनि कस्तो राम्रो यो छाँगा छहरा पनि हेऱ्यौँ। यहाँ चाहिँ कागको चित्र गरेको नै छ कि, त्यही भएर यसको नाम चाहिँ कागेश्वरी मन्दिर नै राखेको हो। अनि त्यहाँबाट एकदम कस्तो राम्रो छ कि। अनि यो चाहिँ पुरै जङ्गलको बिचमा छ नि त यो कागेश्वरी मन्दिर। अनि यहाँ चाहिँ पुरै त्यो अहिले चाहिँ पहिलाको भन्दा पनि अलिकति राम्रो बनाएको रहेछ कि यो मन्दिर। म पहिला गएको भन्दा सेकेन्डचोटि भन्दा यो थर्डचोटि गएको चाहिँ अलिकति डिफ्रेन्ट लाग्यो कि मलाई, अलिकति राम्रो बनाएको रहेछ। अनि यहाँ चाहिँ चप्पल खोलेर भित्र जानुपर्ने। अब मैले चाहिँ जुत्ता लगाएको भएर म चाहिँ भित्रै दर्शन गर्न चाहिँ गइनँ। मलाई चाहिँ यहाँको छाँगा छहराले नै एकदम धेरै आनन्द लाग्ने के, पानी कलकल बग्ने पानी। अनि जङ्गलको बिचको यो मन्दिर। अनि साथीहरूसँग परिवारसँग यसो ड्राई पिकनिक जस्तो जाने, त्यहाँ दर्शन गर्ने अनि मजाले रमाइलो गरेर दिनभरि भुलिने जस्तो ठाउँ छ साथीहरू। तपाईँहरू पनि जानुभएको छैन भने अवश्य पनि एकचोटि यो कागेश्वरी मन्दिरमा चाहिँ जानुहोला। यहाँ छोरी चाहिँ भित्र गएर दर्शन गरेर गुरुबासँग टिकासिका लगाएर हाम्रो लागि पनि चन्दन लिएर बाहिर आइन्। साथीहरू, मेरो ब्लग सक्यो। कस्तो लाग्छ लाइक, कमेन्ट र सब्सक्राइब गर्न नबिर्सिनुहोला। थ्याङ्क यू।